हामी कोभिडको समयमा मरी ज्यानलाई आहुति राखेर हामी काम गर्यौँ। तर अहिलेको समयमा यही मध्य प्रदेशको सरकारले चाहिँ हाम्रो स्तर वृद्धि चाहिँ एकदम ठप्प पारेको छ। यो स्तर वृद्धिलाई जसरी भए पनि अहिले हाउस चलिरहेको अवस्था छ, क्याबिनेट पनि चल्यो। क्याबिनेटमा त्यो प्रतिवेदनमा के छ त्यो पनि चर्चा चलेन के। यस्तो संघीयले दिएको चौथोबाट जुन 2 तह बढुवा थियो त्यो छटै प्रदेशमा अहिले पनि यथावितै छ, तर हाम्रो प्रदेशमा मात्रै चाहिँ रोकिएको छ। त्यसको लागि चाहिँ हामी कुनै थप नयाँ चाहिँ मागेको होइन, संघले दिएको अधिकार चाहिँ हामीले खोजेको हो। पाँचौं तहमा कार्यरत हामी सम्पूर्ण मध्य प्रदेशका कार्यरत स्वास्थ्यकर्मी साथीहरू छौँ। यो स्वास्थ्यकर्मी साथीहरूको हामी योभन्दा अगाडि सङ्घीयता आउनुभन्दा अगाडि स्वास्थ्य सेवाबाट समायोजन भएर स्थानीय तहमा लगायत विभिन्न तहमा चाहिँ हामी आयौँ। मध्य प्रदेशको स्थानीय ऐन 2081 जुन बन्यो त्यो 2081मा यो प्राकृतिकको सिद्धान्त, प्रशासनिक सिद्धान्त पहिलादेखि नै 2 तह चाहिँ सुरु नीतिदेखि स्वास्थ्य सेवामा 2 तह स्तर वृद्धि चाहिँ समय अवधिको आधारमा पाउँदै आएका थिए। तर जुन यो चाहिँ ऐन बन्यो त्यसमा 29 दफा 29 मा टेबल बडा राम्रो बनायो, एकदम मनमोहक गर्ने तरिकाले। तर त्योभन्दा तल चाहिँ विभिन्न दबाव प्रभावमा अथवा के हिसाबमा चाहिँ लेखिएको छ। एउटा प्रतिबन्धात्मक वाक्यांश के लेखिदिएको छ भने तर स्वास्थ्य सेवा ऐन 2075बाट समायोजन ऐन 2075बाट समायोजन भएका स्वास्थ्य कर्मीहरूको यसै ऐन बमोजिम बढुवा पाइसकेपछि मात्र स्तर वृद्धि हुनेछ भन्ने लेखिएको अवस्था छ। अब यो ऐन 2081 भदौ 7 गते चाहिँ जारी भयो। हामी चाहिँ स्वास्थ्य सेवामा जागिर खाएको समायोजनभन्दा अगाडि नै जागिर खाएको मान्छेलाई अब यो ऐन बमोजिम बढुवा भइसकेपछि बल्ल स्तर वृद्धि हुने कुरो चाहिँ यो लगभग मध्य प्रदेशमा 1500 जनाभन्दा बढी स्वास्थ्यकर्मी जुन 5औं तहमा छन् र 4थो तहमा छन्, त्यो सबैका 4थो तहमा छ भने 4थो तहमा नै बसेको अवस्था छ, 5औंमा छ भने 5औंमा बसेको अवस्था छ। योभन्दा अगाडि चाहिँ स्तर वृद्धि नै नहुने गरी चाहिँ एउटा प्रतिबन्धात्मक वाक्यांश चाहिँ ऐनमा लेखिसकेको अवस्था छ। त्यसको लागि यहाँ मध्य प्रदेशबाट मुख्यमन्त्री कार्यालयबाट 9-18 गते एउटा परिपत्र जारी भएर कानुन मन्त्रीज्यूको संयोजकत्वमा 4 सदस्यीय सुझाव समिति गठन भएको अवस्था छ। त्यो गठन भएको सुझाव समितिले 2 महिनासम्म कानमा तेल राखेर सुत्नुभयो, केही पनि काम गरेको जस्तो हामीलाई महसुस भएन। हामी सबै निकायमा कानुन मन्त्रालयमा कम्तीमा 20-25 चोटि हामी गयौँ, मन्त्रीजीसँग छलफल गऱ्यौँ, सदस्यज्यूहरूसँग छलफल गऱ्यौँ, सबै साथीहरूसँग छलफल गऱ्यौँ, मुख्य न्यायाधिवक्ता कार्यालयमा गयौँ, लोकसेवाको राय परामर्शको लागि त्यहाँ पनि गयौँ, वकिलकोमा गयौँ। सबैले एउटै कुरो भन्दै भनेको यो वास्तवमा एकदम विभेदकारी भएको छ तपाईँहरूसँग। अब हामीसँगै स्वास्थ्य सेवामा जागिर खाने अरू कर्मचारीको 5औं तहबाट नियुक्ति हुन्छ अथवा अन्य तहबाट नियुक्ति हुनेले चाहिँ पाउने अरू प्रदेशहरूमा भइरहेको छ। सङ्घीय स्वास्थ्य ऐन बमोजिम भइरहेको छ। मात्र मध्य प्रदेशमा जति हामी स्वास्थ्य कर्मीहरू छौँ त्यो सबैको स्तर वृद्धि चाहिँ थप भएको छ। त्यो थप भएको स्तर वृद्धिलाई यो स्थानीय ऐन संशोधनको मार्फतबाट हाम्रो स्तर वृद्धि खुलाइदिनको लागि चाहिँ हामीले आन्दोलित हुनुपर्ने अवस्था छ। हामी 2 महिनादेखि सबैको सरकारवाला सबै निकायमा गएर हामी गरिसकेको अवस्था छौँ, ढकढकाएको अवस्था छौँ। कसैले चाहिँ यो कुरालाई चाहिँ संवेदनशीलताको साथ नलिइदिएको कारणले गर्दाखेरि हामी बाध्य भएर हामी यो आन्दोलनमा उत्रेका छौँ। र सबैभन्दा मुख्य कुरा के छ भन्दाखेरि विभिन्न दबावका प्रभाव पश्चात अस्ति भर्खर संयोजकले सुझाव समितिको संयोजकज्यूले जुन प्रतिवेदन छ संशोधनको लागि प्रतिवेदन, त्यो प्रतिवेदन मुख्यमन्त्रीज्यूको निवासमा चाहिँ बुझाउनु भएको छ। जब 4 जना समिति छ सुझाव समिति भने 4 जना समितिसँग छलफल गरेर प्रतिवेदन पेश गर्नुपर्ने थियो र उहाँसँग भेट्न जाँदा उहाँले पटक पटक के भन्नुहुन्छ भन्दाखेरि तपाईहरू टेन्सन नलिनुहोस्, तपाईहरूलाई हामी यो संशोधन जुन गर्छौँ त्यो तपाईहरूलाई सधैँको लागि समस्या समाधान हुने गरी तरिकाले फेरि आन्दोलनमा नआउनु परोस् भन्ने हिसाबले चाहिँ हामी व्यापक छलफल गरेर एकदम सबैको समस्या समाधान हुने गरी हामी प्रतिवेदन बुझाउँछौँ भनेर भन्नुभयो। र प्रतिवेदन चाहिँ उहाँको आधिकारिक गृह मन्त्रालयको पेजमा लेखिएको छ कि हामी सबै सङ्घ सङ्गठनसँग सल्लाह गऱ्यौँ, छलफल गऱ्यौँ, समितिसँग छलफल गऱ्यौँ, लोकसभासँग राय परामर्श गऱ्यौँ,
तर हामी कोहीसँग चाहिँ छलफल गरेको चाहिँ अवस्था छैन। यो एकदम गलत कुरो चाहिँ लेखेको छ, झुटो कुरो चाहिँ आफ्नो आधिकारिक फेसबुकमा लेखेको छ। अब यो 1500जना स्वास्थ्यकर्मीको भविष्यसँग खेलवाड गर्ने, वृद्धि विकाससँग खेलवाड गर्ने, यसैको लागि हामी मध्य प्रदेशमा जनप्रतिनिधि बनाएका छौँ। हामी भविष्यको रेखा निर्माण गर्ने चाहिँ उहाँलाई जिम्मेवारी यसै कार्यको लागि दिएका छौँ। स्वास्थ्य जस्तो सेवा, संवेदनशील सेवा, हामी कोभिडको समयमा मरिमरि ज्यानलाई आहुति राखेर हामी काम गऱ्यौँ। तर अहिलेको समयमा यही मध्य प्रदेशको सरकारले चाहिँ हाम्रो स्तरवृद्धि चाहिँ एकदम ठप्प पारेको छ। यो स्तरवृद्धिलाई जसरी भए पनि अहिले हाउस चलिरहेको अवस्था छ, क्याबिनेट पनि चल्यो। क्याबिनेटमा त्यो प्रतिवेदनमा के छ त्यो पनि चर्चा चलेन के। यस्तो दुःखको कुरा चाहिँ हामी मध्य प्रदेशको लागि एकदमै दुःखद कुरा छ। र हाम्रो यो स्वास्थ्यकर्मी 5औं तहमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि यो सधैँको लागि जुन ऐनमा नै लेख दिएर अब कुन तत्त्व प्रवेश गरेर लेखिएको छ त्यो तत्त्वलाई चाहिँ उहाँहरूले पहिचान गर्नु पर्यो। उहाँहरूले पास गर्नुभएको छ। त्यही भएर सम्बन्धित निकाय र यो संशोधन समितिको लागि जुन चाहिँ हामी आग्रह गर्छौँ, अहिले हाउस चलिरहेको छ, प्रतिवेदन मुख्यमन्त्रीकोमा पेश भइसकेको छ। पेश भइसकेको प्रतिवेदन यथाशीघ्र क्याबिनेटमा छलफल होस् र अहिले चलिरहेको वर्तमान सभामा चाहिँ पेश गरेर हाम्रो चाहिँ संशोधन गरेर हाम्रो यस्तो विधि यथाशीघ्र हुनुपर्छ, खुलाउनुपर्छ। होइन भने आज यसपछि हामी जिल्ला प्रशासन कार्यालयमा मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि हामी ज्ञापन पत्र चाहिँ हामी पठाउँदैछौँ।